हाई एभ्रिवान, नमस्ते अनि स्वागत छ तपाईँहरूलाई लक्ष्मी विक्रम ब्लगमा। सो साथीहरू, आज चाहिँ मेरो छोरीको लास्ट एक्जाम अनि एक्जामको लागि स्कुल जान तयार भएर बसेकी छन्। त्यसपछि मैले चाहिँ छोरीलाई केराको जुस बनाएर रेडी गरिदिएको छु। केराको जुस खाएर स्कुल जान्छ। नानीको एक्जाम चलेको छ अनि चाहिँ आज एउटा मात्र छ हैन। त्यसपछि नानी फ्री हुन्छ, फेरि हामी मस्त घुम्ने खेल्ने पानी पनि खाने खुब इन्जोय गरिन्छ हैन। र यता चाहिँ मैले आफ्नो दाँत माझ्न लागेँ है, यसरी दाँत माझ्दैछु अनि यता बुढीले चाहिँ झाडु लगाउँदैछन् र छोरी चाहिँ यता स्कुल जानुभन्दा पहिला आफ्नो यसो हल्का पढाइ गर्दैछन् याद गर्नको लागि हैन। यता पढ्दैछिन् छोरीले, अझै आधा घन्टा थियो, त्यही भएर छोरीले पढ्दैछन्। अनि एकछिनपछि बुढीले नाच्दै कालो चिया लिएर आइन् र हामीले चाय पिउन लाग्यौँ। बिहानमा हामीले सुरुमा कालो चाय नै खाने गर्छौँ, दुध हालेको चाय खाँदैनौँ। दुध हालेको चायले ग्यास्ट्रिक गराउँछ, त्यही भएर दुध हालेको चाय त्यति सुट गर्दैन। हामीले कालो चाय खायौँ अनि यता चाहिँ नानीको थोरै टिफिन पनि तयार भएको छ, किनकि अब 1-1.5 घन्टामा वापस आउँछ एक्जाम दिएर। एउटा हल्का बिस्कुट नम्किनहरू लिएर जाने गर्छिन् र यस्तै गर्दै नानीले हल्का फुल्का पढाइ पनि गर्यो अनि टिफिन पनि तयार भयो, रेडी भयो अनि नानीलाई छोडेर आएँ स्कुल। त्यसपछि हामीले नुहाइधुवाइ गरेर पूजापाठ गऱ्यौँ र यसरी नै हाम्रो दिनको सुरुवात भएको छ। साथीहरू, भिडियोमा बनिरहनु होला। यस्तै साना छिटो मिठा ब्लगहरू लिएर आउनेछु। अहिलेलाई बाई बाई, सी यू।